गाइस हामी चाहिँ अब दोत्रेदेखि उकालो हिँड्दैछ टुम्लिङपट्टि 3 भाइ। अब यहाँदेखिको चाहिँ कति 5-6 किलोमिटर छ अरे हो। 5 किलोमिटर टु गो। यो बाटो यही बाटो हिँड्दैछ यहाँ केटाहरू 2 भाइ, जम्मा 3 भाइ मसँग। गुराँसको सिजन चाहिँ डल्लै सुकेछ। यी गुराँसहरू चाहिँ सकेछ पनि गुराँसहरू खै सुकेको गुराँसहरू पनि देख्दैन त। अलिअलि त थियो त भर्खर त एकदम छैन रहेछ हो। अलिअलि चाहिँ रहेछ यहाँ एउटा रुख भेडायो गुराँसवाला यहाँ पनि रहेछ। यहाँ झरिसकेछ, यहाँ भुइँभरि रहेछ। गुराँसको सिजन त सकियो अन्त। भइसक्यो नि हल्का ब्रेक केटाहरूको हो। अब यहाँ टुम्लिङ चाहिँ कहाँ रहेछ खै? यहाँ रहेछ यो यहाँ पुग्नुपर्छ अब। खै कति छ डाँडा यति डाँडामा भिडियो हुने केटा हो पर्खाइ। नदेऊ त्यस्तो खाँदैन। हामीलाई चाहिँ पचाउनु थाल्यो यी भाइले पछाए हामीलाई। हिँड भाइ, बिस्किट छैन दिइहाल्थ्यो नि बिस्किट। हिँड अब यहाँबाट जानुपर्छ। अब कति होला 15 मिनट जस्तो, 15-20 मिनट होला। आइज भाइ छिटो। यहाँ चाहिँ अगाडिको यो मान्छेले राम्रो काम गर्यो हो। हामी यस्तो जान्दै थियो यो पनि फर्क्यो हामीसँगै। फोनै छोडेछ अन्त अब जानु पऱ्यो नि तल्लै। ठिक छ, टाढै छ नि हौ, भइहाल्छ हिँड न। फोन छोड्यो केटाले, हामीलाई एट्याक गर्नु आउँदैछ। यी अङ्कल भइन्जल भयो यहाँ केटाहरू। अङ्कलै छैन, कोही छैन। उयोलाई बाँधिदिरहेको एउटालाई कस्तो झन्डे त खतरा रहेछ नि भाइ त। नगर्नु भाइ त्यस्तो, यहाँ चढिन्जल भन नि। गाइस हामी चाहिँ आइपुग्यो टङ्लु। यहाँ ल्यान्ड रोभर पनि देख्थ्यो। टङ्लु आइपुग्यो। यहाँ हामी पोखरीमा आइपुग्यो। यहाँ चाहिँ के होला? यहाँ केटाले मनाउँदैछ। हेरौँ त यहाँ के चाहिँ होला। केही छैन होला। हावा चाहिँ दामी चल्दैछ। यहाँबाट धोत्रे 6 किलोमिटर रहेछ। मेघमा 2, माने भन्छ 11, दार्जिलिङ 38। अब यहाँबाट हामी जान्दैछ अलिकति परसम्म, त्यो चाहिँ फर्किने हो। यहाँसम्म नै आउने खालि त प्लान थियो। अब हामी अब टङ्नुमा छौँ नि, जाँदैछ अब। काम लाग्यो यो, काम लाग्यो है। दामी नै काम लाग्यो नि। भ्यूहरू त्यस्तो छ त्यतै। रिफ्लेक्सन चाहिँ खतरा हुँदो रहेछ यहाँबाट। जाडो भइरहेको केटालाई। अब चाहिँ फर्किदिएको हामी एडबडी खाँदै हो। भोक लागेको थियो, म्यागी खाऊँ भनेको त दोकानदारले त हरेस रहेछ। अन्त बास माग्नु आएको जस्तो छ, अन्त फ्रीमै खानु आएको जस्तो है। बिचरा यो बहिनी माथिसम्म गएको थियो हामीसँग हो, हराएको थियो माथि हो। फर्केको थियो हराएको थियो अन्त अहिले फेरि यहाँ एक्लै बसिरहेको छ। कुरा पर्खेको अघि मैले भाइ भनेको थिएँ, बहिनी रहेछ नि त यो त बिचरा। के भयो क्या कुरा पर्खेको। माथि दोकानहरू पनि थिएन हो, बिस्किट दिनु पनि पाएन बिचरा। हामीलाई फेरि पछाइले अब तल माथि पनि गएको थियो अघि हो।
फेरि हामीलाई तलसम्म जाँदैछ पछाउँदैछ बहिनीले हिँड बहिनी हिँड